साथीहरु ढिलो आएर पक्दै छौं हामी अनि ठ्याक्कै आइपुगे अब हामी जान्छौं अनि यो चाहिँ ओखर टिप्ने झोला हेलो गाइज हामी ओखर खोज्न जाँदै छौं खाल्टे कोसँग पनि भन न साथीहरु दुई जना पछाडी छन् सम्धीसँग अनि यता दुई जना हामी चार जना यहाँ सुनमुने अदरमा बुकी फुल हो यसको नाम भेडो यो चाहिँ सल्लोको भेडो हो यहाँ अर्को पनि छ कति धेरै पाइन्छन् हेर्दाखेरि यस्तो राम्रो हुन्छ यो यसको आगो बाल्न पनि मिल्छ यहाँ दुईटा भेडो पछाडी दुईटा भेडा यो चाहिँ बुकी फुल यो बुकी फुल यता बोका फुल के बोले भाइ अब के बोले घाम यस्तो चर्केको छ हिँड्न गाह्रो परिसक्यो अहिले त्यो तल देखेको सेतो मोलुङ खोलो हो यता सल्लाका रुख धेरै छन् हामी मबिर आइपुग्यौं भजनमा नृत्य गर्ने मान्छे मै हो भजनमा नाच्दै ह नाच्दै हुनुहुन्छ भन्नु न तपाईँ पनि म अमला खाँदैछु हामी चाहिँ चौतारोमा आइपुग्यौं यहाँनेरि पाती चढाएर ढोगेर हिँड्नुपर्ने हुन्छ लौ परमेश्वर ओखरका लट्टा लट्टा भेटिन् परमेश्वर यहाँ पनि छ अर्को चौतारो परतिर एउटा थियो अनि ठ्याक्कै त्यसकै नजिकै पनि अर्को छ हिँड भाइ तराई गइहाल्छ सम्झियो हामी बिगार तराई गइहाल्छ त हाम्रो 1000 को पेट्रोल बाइक खेदिहाल्छ यहाँबाट यस्तो देखिन्छ अंकल चाहिँ आफ्नै काममा हिँड्नु भएको हामी अरु चाहिँ ओखर खोज्न हिँडेका हिँड्दा हिँड्दै निखिलको जुत्ता पाल परिसकेछ यहाँ लास्टै हिँडिसक्यौं नि त हामी अमला खाम गाइस एउटा भेडो सँगै छन् अंकल यहाँबाट उधर जानुभयो हामी उभो बाटो छुट्यो हाम्रो ओखर टिप्ने ठाउँमा आइपुग्यौं हामी यो ओखरको बोट हो भाइहरु अघि नै तल गइसके अगाडि नै हामी अलि बिस्तारै आयौं परबाट उता खोज्दै खानु ओखर अब हामी पनि ओखर खोज्छौं धेरै छन् यता ओखरका बोट ओखर खोज्दा चाहिँ सजिलो छैन यस्तो घारीमा यस्तो घारी छ नि रामराम सिस्नुले पोलेर यहाँ पनि पोल्दै यता नि पोल्दियो मारो निखिललाई पोलो सिस्नुले इराजलाई नि पोलो मलाई नि पोलो सिस्नै सिस्नु छ ओखर हरियो बाहिरको जटा सहितको ओखर सिस्नु चाहिँ यति धेरै छ नि यो सिस्नु थाहा नपाइकन च्याप्प समायो पोल्दिहाल्छ यस्तो घारीमा अनि ओखर खोज्दा मैले यहाँ ओखर भेटाएँ 4-5 दाना भेटाएँ ओखर अनि ओखर चाहिँ यस्तो घारी छ हैन यसलाई यसरी पल्टाएर तल तल यस्तो फेदमा हेर्नुपर्ने हुन्छ अनि मात्रै देखिन्छ खान मात्रै सजिलो छ ओखर त्यही पनि खोज्न यस्तो गाह्रो छ फुटाउन त्यस्तै गाह्रो खान चाहिँ सजिलो हुन्छ निकालिसकेपछि निकालेर राख्दैको खान मात्रै सजिलो हुन्छ अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा नि तर्सिन्छ भने जस्तै केले च्वास्स गर्यो भने पनि सिस्नुले पोले जस्तै लाग्न थालिसक्यो त्यति भेटेछन् तिनीहरूले हातमा त्यही हो तिनीहरूले भेटेका झोलातिर गोजीतिर छोइन तिनीहरूको ओखर भेट्यो खोज्न चाहिँ बिहानै आएर लगिसके जस्तो छ हरियो हरियो जटा फुटाको सबै त बाहिरको बोक्रा चाहिँ छ दाना चाहिँ छैन भित्रको यस्तो घारी छ किरा कराइरहेका छन् एक्लै आउन चाहिँ अलि डरै लाग्ने छ क्या त्यही भएर हामी यति आयौँ अरू साथीहरू पनि आउने भनेका थिए उनीहरूकोमा धान काट्ने प्लान बनेछ धान काट्न थालेछन् अनि आएनन् यो ओखरको बोट हो हामी चाहिँ वहाँ माथिबाट तल आइसक्यौँ अझै हामी यहाँबाट पनि तल जान्छौँ यहाँ तल खोला छ हो त्यहाँसम्म जान्छौँ बाटो अप्ठ्यारो छ यहाँ
ठुलो छ निखिलहरु चाहिँ वहाँ पुगिसक्यो हामीले बाटो भेटेनौं यस्तो घारीमा आयौं घारी त घारी नै थियो यस्तो अप्ठ्यारो पुरै भिड छ निखिलहरु कहाँ गए पनि थाहा छैन हामी कहाँ आयौं पनि थाहा छैन मान्छे बेपत्ता ओखर खोज्न आएका बरु लप्सी भेटिन्छन् भुइँमै झर्ली है यस्तो अप्ठ्यारो छ कि बाटो पुरै भिड छ आउँदो हेर्दाखेरि जुका लागेछ मेरो खुट्टामा मलाई चाहिँ जुकादेखि लास्टै डर लाग्छ अब टिपेर फाल्नै पर्यो निखिलहरुलाई बल्ल 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 जंगल सफारी गर्दा गर्दा देख्यौं त्यहाँ छिटो आऊ भनेर कराइरहेको छ हरायौं भनेर अब हामी हिँड्छौं कहाँबाट हिँड्छौं थाहा छैन सिस्नु अगाडि नि सिस्नु यता नि सिस्नु हामीले बल्ल मूल बाटो भेट्यौं मान्छे हिँड्ने बाटो निखिलहरुलाई नि भेटेको थियौं उनीहरूले फेरि छोडेर गइसके हामीलाई थकाइ लागिसक्यो जंगल सफारी गर्दा गर्दा ओखर 4 दाना भेटेको छ जंगल पुरै तो अँध्यारो जंगलमा बल्ल घाम देखियो त्यहाँनेरि सिस्नुले पोल्यो झ्याप्प लाएर अझै एउटा यहाँ अर्को पोल्ने हुन्छ अल्लो भन्ने यो विषालु फुल हुन सक्छ के हो मलाई थाहा छैन हेर्दा चाहिँ राम्रो छ त्यहाँनेरि यो सानो छहरो खोलो छ यहाँ सानो खोलो खाल्टे खोलो होइन यो अघि हामी यहीबाट उता गएको थियौँ एक राउन्ड जंगल सफारी गरेर फेरि यहीबाट फर्किँदैछौँ उकालो चढ्दा चढ्दा थकाइ लाग्यो सुरुमा ओह्रालो गयौँ तल्लो खोलासम्म अनि फेरि उकालो चढ्यौँ फर्किनु पर्यो नि त अनि म चाहिँ बाटोमा आएर बस्दैछु अनि आउँदैछन् साथीहरू 2 जना साथीहरूको तल देखिरहेका छन् अलिअलि अब हामी चाहिँ यहाँ खाजा ल्याएको छ खाजा खान्छौँ अनि यो बाटो भन्दा अलि मास्तिर छ एउटा उखालको बोट हो त्यहाँ जान्छौँ चिउरा चाउचाउ अनि दालमुट मिसाएर भोक लागेको बेला यस्तो मिठो हुन्छ निखिल यहाँ छ इराज यमुना अनि मन्छु यहाँ यमुनाको हातमा चाहिँ अल्लोले पोलेर पुरै फोका उठेको छ कि अल्लोले पोल्यो भने यस्तो हुन्छ यहाँ सेलु ओखर चाहिँ यस्ता हुन्छ अनि यसको बोक्रा निकालेपछि अनि भित्रको दाना निस्किन्छ हामी चाहिँ ओखर खोज्दै उकालो चढ्दा चढ्दै कहाँ आइपुग्यौँ नि थाहा भएन त्यही भएर बाटो सोध्दैछौँ डाँडा खर्का आइपुगेछौँ बाटो थाहा नभए पनि मूल बाटो रहेछ त्यही बाटो हिँडेर डाँडा खर्का आइपुग्यौँ हिँडौँ दिदीले भनेको मान्नु पर्दैन भाइ अघिदेखि तिर्खा लागिरहेको थियो हामीले धारो भेटायौँ यहाँ अब पानी खान्छौँ डाँडा खर्काको डाँडाबाट चाहिँ यस्तो देखिएको छ तलको भ्यू यतातिर कति धेरै बुकी फुल हो साथीहरू यहाँ पानी खान थाले सुरक्षा घेराभित्र मजाले यस्तो बनाएर यहाँ चाबी लगाएर ट्याक्क राखेको छ अब यो कसैले केही गरेर पनि लान सक्दैन थामडाँडा भन्ने ठाउँ हो यो चाहिँ अनि त्यहाँको आर्मी क्याम्प चाहिँ यो आर्मी क्याम्पको छेउबाट खिचेको भिडियो यो चाहिँ हाम्रो गाउँ हो लिस्पु भन्ने ठाउँ हो यो तल देखिएको सम्म नै छ यताबाट हेर्दा त अनि यो सेतो सेतो देखिएको यो टनेल हो यो सबै घर हुन् हामी चाहिँ अब यहाँबाट ओह्रालो लाग्यौँ यहाँबाट हामी वहाँ अघि देखाएको वहाँ तल यताको गाउँ पुग्नु छ यताको पागल हो
पागल हो हाइड्रोको लागि पानी लानको लागि त्यहाँ खनेको छ त्यो पारी देखिएको त्यो सम्म खेतै खेत भएको दाहाल गाउँ हो दाल गाउँ यो परको देउराली यो हाम्रो गाउँपालिका अनि तल देखेको सेतो सेतो मुलुङ खोला हामी हिँड्दैछौँ यस्तो बाटोबाट ओह्रालो गर्मी भएर यहाँ बसिरहेका छन् जुत्ता फुकालेर हिँड्न जुत्ताले खुट्टा दुखाएर जुत्ता फुकालेर बसिरहेको छ यहाँ अङ्कल चित्र बुन्नलाई चोया काट्दै हुनुहुन्छ उहाँ चाहिँ कान पनि सुन्नुहुन्न आँखा पनि देख्नुहुन्न तर पनि काम चाहिँ गर्नुहुन्छ मजाले बोल्न नि सक्नुहुन्न एकजना भाइ चाहिँ यता गयो यो घरमा उसको घर चाहिँ यो हो अनि एकजना भाइ यता छ हाम्रो घर चाहिँ अलि तलतिर छ यहाँभन्दा यो चाहिँ लिस्पु डाँडा हो हामी घर आइपुग्यौँ म चाहिँ घर आइपुगेँ अब यमुनाको घर यहाँ परतिर मासतिर अलि मासतिरको आन्टीले टमाटर पठाउनु भयो अनि लिएर आउँदैछु म ल्याएको ओखर चाहिँ जम्मा यति हो नि यहाँ 50 ताना रहेछन् घाममा सुकाउन राखेको छ यिनीहरूको चाहिँ फुटाएर बोक्रा उक्काउनु पर्छ अनि यस्तो हुन्छ बोक्रा उक्काएपछि निखिलको घरमा आइपुग्यो अनि निखिलले यति ओखर टिपेछ यत्रो धेरै